भित्र संसार खोज्दा खोज्दा गरे यो कहाँ हो यो स्कुलको झालमनी आएर किन बस्यो किन बसेको स्कुलको झालमनी अनसन बसेको बुढो म त अनसन है अनसन बसेको के को अनसन के माग राखेर अनसन बसेको घरमा पनि अनसन हुन्छ त यो अब अनसन हुनु पर्यो नि भित्र बाखेर बस्न सकेन एसी किनिदिनु भन्दा किनिदिनु भएन अब एसीको लागि एसी किनिदिने भए भित्र आउने हो नभए यी बस्ने हो यस्तै गाडीतिर ए लु यहाँ बस्नु हुँदैन यहाँ त पुरै सर्पले खान्छ यहाँ त यताउता पुरै यो झाडी छ भरे गोवन सर्पले खायो भने के गर्नु त नि यो आफ्नो अनसन बसेर आफ्नै क्षति हुने गरी अनसन बस्नुहुन्छ त यहाँ यी सफा गरिसके अब आउँदैन सर्प आउनु लट्ठी लिने बस्ने कुट्ने सर्पलाई खेराउने यी सुत्ने अब तन्ना ल्याएर म त यी पो सुत्ने अब यो अनसन अब यो चाहिँ अनसन बसेर माग पुरा होला जस्तो छैन यो माग पुरा गर्नु पर्यो जसरी भए पनि नत्र यी बुढी आउँदैन कोठाभित्र यहीँ यो बस्ने तन्ना ल्याउने यी सुत्ने यो हुँदैन यहाँ बस्नु हुँदैन यहाँ सर्पले टोक्छ यो गाडीमा सफा भइसक्यो अब म त सफा गर्ने अब कुचो ल्याएर बढार्ने अनि तन्ना अब यसो गरौँ न त्यसो भएदेखि म 10 वर्षभित्रमा चाहिँ एसी किन्छु त्यो सम्झौता गर्दा हुँदैन हुँदैन अब तलब बढेको छ त्यही बढेको तलबले किन्दैन अनि बढेको तलबले एसी आउँछ त किनिदिनु पर्यो एसी एसी किन्ने भए भित्र आउने हो नत्र यी बस्ने हो अब यी मैले त बनाइसके ठाउँ यी बस्ने हो म त ल अब सम्झौता गरौँ अब म 1 महिनाभित्र म 1 महिनाभित्रमा एसी किनिदिने भए ल अब अनसन तोडौँ होइन त किन्ने भए तोड्ने नकिन्ने भए त ल 100% अनसन तोड्ने किनिदिने ल अनसन तोडौँ ल तोड्ने नै हो त ल तोड्दिनु तोड्दिनु एकदम किन्ने 100% म आएको अब ल ल सहमति भयो ल सहमति